हेलो हामी चाहिँ होस्टेल 3 हेर्न गएको थियौँ। हेर्न सक्नुहुन्छ यहाँनिर नानीहरू चाहिँ बसेर पपकर्न खाँदैछ। हामी बसिसक्यौँ, अब मान्छेहरू आउने थाले हैन। एडभर्टाइज दिएको थियो त्यहाँ चाहिँ। बाँधेमा आफूलाई दुबईको राजा सम्झिन्छस्। तेरो दुबई जत्रो त मेरो भोजपुरमा पाखो जमिन छ हो। त्यही गर्नु अल्छिरहेर तेरो देशमा आएको। न त युएसको डिभी नै लाग्यो, न त डिपेन्डेन्ट कुनैले अस्ट्रेलिया नै लग्यो। नत्र तेरो देशमा आएर भाडा मास्ने कसलाई रहथ्यो र? नयाँ अनि यो चाहिँ यस्तो राम्रो फिल्महरू थियो है। हामीले पनि हेऱ्यौँ, यता रमाइलो थियो फिल्महरू। अनि कति कमेडी पनि थियो है, अब हँसाउने पनि टन्नै थियो। अनि सबैजनाको एक्टिङहरू नयाँ नयाँहरू हो नि त। सबैजना न्यू फेसहरू, न्यू ट्यालेन्टहरूलाई मौका दिएर होस्टेल 3ले राम्रो गरेको छ। मलाई सबैले भन्थे टिकटकरको फिल्म होला कि राम्रो होला भन्ने टाइपको कुरा गर्थे, तर होइन, राम्रो छ फिल्म। टिकटकर भए पनि कन्टेन्ट क्रिएटर भए पनि जे भए पनि उहाँहरूको एक्टिङ एकदम राम्रो लाग्यो। फिल्मको कथा पनि राम्रो लाग्यो है। सबै थोक राम्रो छ। सबैले हेरिदिनु होला यो फिल्महरू। मलाई चाहिँ हामीलाई चाहिँ साह्रै मन पर्यो। अनि त्यही भएर हेर्न सक्नुहुन्छ। जहिले पनि तँलाई मेरो नाकसँग मात्र किन प्रब्लम हुन्छ भन्दा? बाहुनको नाक मात्रै हो र अरू पनि के ठुलो छ हेर्छस्? के मन भनेको मन हुन्छ ठुलो मन। तँ लोभी बाहुनको लोभी रे? 300 को च्वाचे खाने लोभी कि 1000 को खसी खाने लोभी? भाइ दिनदिनै च्वाचे खानु र 10 हेर्न सक्नुहुन्छ यिनीहरूको कमेडी कस्तो चाहिँ छ भने नि यति राम्रो छैन क्या मुभीहरू। साँच्चै मलाई मन पर्यो। नयाँ मान्छेहरूले यतिको एक्टिङ गरेर पुरानो मान्छेहरूले पनि सायद त्यति गर्दैन होला है। त्यति राम्रो एक्टिङ गरेको छ। हामीलाई त धेरै मन पर्यो। अनि राम्रो रमाइलो सबै थोकै भयो भनौँ न होइन। हेर्न सक्नुहुन्छ। अनि यो चाहिँ फिल्म सिद्धियो है। फिल्म सिद्धेपछिको हामीले अनि लास्ट बेला गीत रहेछ, त्यसमा नि अब हेर्दै थियौँ। अनि बाई गर्दैछौँ। हामीलाई गीत धेरै राम्रो लाग्यो, धेरै राम्रो।